अरू हेलमेट लाग्नु नहेर पनि यो हेलमेट पक्कै हेर्छ कस्तो देखिरह बुल अब यसमा तपाईँको गगल्स हुन्छ 13,300 मा हामीले गगल सँगै राखेको तपाईँको 1200 मा जम्मा 9,500 तपाईँले यसको प्राइस तपाईँको हामीले 8,500 सम्म दिएको तपाईँको 80% जति चाहिँ हाम्रो नै पहिला नै किनेको कस्टमर आउँछ किनभने हामीले मिलाएर दिने कारणले आउने हो त्यसै आउने होइन त्यो कारणले नमस्ते सबैजनालाई आउनुहोस् होला यहाँबाट तपाईँले मिलाएर पाउनुहुन्छ एकदम यो चाहिँ यहाँ चाहिँ म आज चाहिँ यो पसलमा चाहिँ म एकदम कामदारको रूपमा एकदम म उभिएको छु हजुरहरूलाई सेवा दिनलाई जस्तो आउनु होला धेरैभन्दा धेरै मानिसहरूलाई म यहाँ स्वागत गर्न चाहन्छु सबै मानिसहरूले आउनु होला मिलाएर दिनेछु नमस्ते मेरो नाम चाहिँ विनोद गुरुङ स्वागत छ हजुरहरूले यो जेएस भ्लगमा र म पनि यो जेएस भ्लगमा जोडिनु पाउँदा आफूलाई एकदम होइन एकदम ह्याप्पी फिल ठान्छु किनभने अब मेरो प्रकाशन हुँदैछ नि त होइन सबैले मलाई देख्दैछ नि त खत्री हेलमेट भनेर चिन्छ होइन यो चाहिँ टक्कै तपाईँको लोकेसन भनेको बालाजु ठ्याक्कै अगाडि बालाजुबाट ठमेल जाने साइड र तपाईँको ठमेलबाट बालाजु जाने साइडको ठ्याक्कै बिचमा नयाँ बजारमा रहेको छ सो सबैजना आइदिनु होला 2800 अब यो गगल्स अलरेडी गगल्स भएको लयो भने तपाईँको मात्र 2800 मा यो पनि 2800 मा मात्र यसको कलर अप्सनहरु रहेको छ यो 80 को पनि देखाइदिनु होला 80 को यो 80 को तपाईको यसमा कलर अप्सन पहिले कलर अप्सन देखाइदिनु यसमा कलर अप्सन धेरै छ अरु कलर कुन चाहियो त्यो तपाईले मगाउन सक्नुहुन्छ र यो प्राइस के कति रहेको छ यो नि मात्र 2800 तपाईको 2800 मा कस्तो छ हाम्रो एक्सचेन्ज अफर छ तपाईको एक्सचेन्ज चाहिँ पुरानो हेलमेट हेरेर हुन्छ एक्सचेन्ज अफर छ र हामीसँग चाहिँ तपाईको हाफमै हेर्यो भने चाहिँ 1000 बाट सुरु छ 1000 मा चाहिँ तपाईको यो एसटीएम को इनहरु पाउन सक्नुहुन्छ र तपाईको फुलमा हेर्यो भने चाहिँ फुलमा तपाईको तपाईको यही छ हैन 18-1900 को यही छ है तपाईको इनहरु चाहिँ 18-1900 मा पाउन सक्नुहुन्छ फुलमा हाम्रो चाहिँ सुरु भनेको चाहिँ यसमा छ फुलबाट र सो त्यही अब मेरो फेभरेट हेलमेट चाहिँ हैन म चाहिँ मेरो फेभरेटबाटै जान चाहन्छु सो यो चाहिँ मेरो फेभरेट हेलमेट हो त्यो केवाईटी टीटी कोड यसको तपाईको एमआरपी प्राइस अनलाइनमा हेरे पनि तपाईले देख्न सक्नुहुन्छ 15000 अनलाइनमा जेमा हेरे पनि तपाईले 15000 छ यसको प्राइस मात्र यसको प्राइस तपाईको जेएस भ्लग हेरेर आउने सम्पूर्णले मात्र तपाईको 13000 मा 13000 मा के छ यो त अलि हाई छ प्राइस अति मिलाएर तपाईको अति मिलाएर तपाईको मार्केट प्राइसमा अति घटाएर अति मिलाएर हामीले चाहिँ राखेका छौं कति सम्म आयो लास्ट भनेको तपाईको 13000 सरी 13000 अब यसकै कलर अप्सनहरु कुन कुन यसको कलर अप्सन तपाईहरुले देख्न सक्नुहुन्छ है निकाल्दिनु देखाइदिनुस् यो भयो यसको प्राइस पनि त्यही भयो यसको प्राइस त्यही भयो कलरमा चाहिँ कुनै कलर चाहिँ तपाईको मतलब कलर जस्तै भए पनि प्राइस एउटै हो हजुर त्यस्तो डिफरेन्स हुँदैन कलर हुन्छ ल यो भन्दा अलिकति तलको रेन्जमा जाउँ यो भन्दा तलको रेन्ज भनेको तपाईको हामीसँग स्पाइडर कोट छ हजुर यो भनेको तपाईको अब हाफ फुल गर्न मिल्यो बबाल हेलमेट हो बबाल हेलमेट तपाईको गर्मीमा पनि काम लाग्ने जाडोमा पनि काम लाग्ने अब यो भनेको तपाईको नाइट भिजनमा एकदम क्लियर भाइजर हजुर अनि यसको तपाईको वासेबल प्याडिङहरु हुन्छ यसको तपाईको एमआरपी प्राइस भनेको हामीले मात्र तपाईको 9000 मा राखेको छ प्राइस के मिल्छ कि त्यसमा जेएस भ्लग एकदम जेएस भ्लग हेरेर आउनेलाई नै यो चाहिँ जेएस भ्लग हेरेर आउनेले भनेको प्राइस हो मात्र 9000 अब बाहिर आयो भने चाहिँ तपाईको त्यो भन्दा माथि हुन सक्ने सम्भावना छ योसँग अब सट्टा नै मिल्यो हैन अरु मिल्छ भ्यालुएसन कसरी आउँछ हेलमेट कन्डिसन हेरिकन हुन्छ कन्डिसन हेरिकन हुन्छ अब तपाईको कस्तो कन्डिसनको छ हैन कति युज गरेको छ कस्तो छ फर्म त्यो अनुसार हुन्छ अनि सेकेन्ड ह्यान्ड हेलमेट जुन उहाँले साट्नुहुन्छ त्यो हेलमेट चाहिँ के गर्नुहुन्छ तपाईहरुले हामीले त्यो हेलमेट पनि अब तपाईको हामीले त्यो हेलमेट पनि बेच्छौं अब सेकेन्ड हेलमेट चाहे पनि सेकेन्ड ह्यान्ड हेलमेट चाहे पनि तपाईहरुले देख्न सक्नुहुन्छ जस्तै अब यहाँ देख्न सक्नुहुन्छ सेकेन्ड ह्यान्ड हेलमेट हामीसँग यस्तो छ यता यिनीहरु कति छ प्राइस यो तपाईको सेकेन्ड ह्यान्ड हेलमेट 500 जुन लय पनि त्यो लय पनि यताको लय पनि 500 मा आउँछ है यिनीहरु 500 मा आयो ल एकदम अब हाइमा मात्रै नजर हाइमा अब एकदम अब सर्वाधिक मार्केटमा चलेको भने स्टर्स र भेगाको देख्छु स्टोरमा भेगा स्टर्स भेगा अब त्यो त तपाईको प्राइस भनेको एकदम देखाइदिनु ल यहीबाट देखाइदिनु ल यो चाहिँ तपाईको भेगाको भयो हजुर प्राइस कति रहेको छ ल यो त प्राइस मात्र प्राइसलाई थाहै छ यसको प्राइसलाई थाहै छ भन्नै पर्दैन तर हामीले यसको प्राइस राखेको समय जेएस भ्लग हेरेर आउनेले मात्र तपाईको 3250 मात्र 3250 मा कलर अप्सनहरु जुन कलर अप्सन यसको तपाईको कलर अप्सन एउटै छ प्राइस एउटै 3-4 वटा देखाइदिनु हामीलाई यो देख्न सक्नुहुन्छ सबै कलर अप्सन भयो स्टार्सको भयो भेगा विनर भयो कलर अप्सन देख्न सक्नुहुन्छ अनि तपाईको यो यसपछि स्टार्सको त्यही भयो स्टार्सको प्राइस भनेको तपाईको यो यसमा तपाईले एक्स्ट्रा भाइजर पाउन सक्नुहुन्छ स्टार्सको यसमा कलर अप्सन धेरै छ अब ब्ल्याक व्हाइट मर्करी कुन लाने आफ्नो चोइस छ मात्र भाइजरको कलर पनि हजुर भाइजरको कलर पनि लाग्ने डबल भाइजर पाउन सक्नुहुन्छ मतलब यो सँग चाहिँ डबल भाइजर एक्स्ट्रा भाइजर पाउन सक्नुहुन्छ मात्र यसको प्राइस चाहिँ तपाईको हामीले राखेको छ 3800 3800 यो भेगा भन्दा महँगो हो झन्
हजुर यो भेगाभन्दा महँगो हजुर अनि तपाईँको सर्टिफाइड हेलमेट हो अब स्टार्स भन्यो तपाईँलाई थाहा होला सबैले थाहा छ स्टार्स भनेको प्रायः मान्छेले थाहा नै हुन्छ त्यही कारणले मैले बढी डिस्क्राइब गर्न चाहिनँ र हामी स्ट्रिटबाट छ यो पनि तपाईँको त्यही हो स्ट्रिटबाट भने तपाईँ फर्महरू एकदम राम्रो हुन्छ होइन वासेबल प्याडिङ हुन्छ सिम्पल लुक्स यसो लगाएर देखाइदिनु यो चाहिँ तपाईँको सिम्पल लुक्स मैले पनि सर्टिफाइडको बारेमा यो चाहिँ तपाईँको आइएसए सर्टिफाइड अनि तपाईँको यो 1000 1 केजी भने पनि हो 1 केजी ग्रामको हुन्छ यो होइन हजुर एकदम लाइट वेट भयो हजुर लाइट वेट भयो लाइट वेटमा चाह्यो भने चाहिँ तपाईँहरूले यो युज गर्न सक्नुहुन्छ यो लेडिज जेन्ट्स डुबल युज गर्छ यसमा कलर अप्सन चाह्यो तपाईँले कलर अप्सन चाह्यो तपाईँले धेरै देख्न सक्नुहुन्छ है योहरू सबै त्यही हजुर यसमा पनि एक्स्ट्रा भाइजर पाउँछ यसको प्राइस पनि त्यही हो तपाईँको 3800 रुपियाँ 3800 नै पर्यो है हजुर एक्स्ट्रा भाइजर एकदम अलि हाम्रो प्राय कस्टमरले चाहिँ खत्री हेलमेट हाउसमा आएपछि कति रेन्जको चाहिँ बढी जस्तो जान्छ हाम्रोमा जाने भनेको तपाईँको नर्मली धेरै जाने भनेको नर्मली यिनीहरू नै हो यो भेगा स्टार्सहरू देखिदिँदाखेरि सर र एकदम राम्रो छैन कलर अप्सन कस्तो चाहियो होइन जुनसुकै ब्यागले पनि मिल्ने ठिक्क रेन्जको राम्रो भयो अनि यो भन्दा अब हामी कुनमा जाऊँ त अब हामी यसमा जान्छौँ यिनीहरू भनेको तपाईँको फोल्डिङवाला होइन तपाईँले अब गर्मीमा पनि फोल्ड गर्यो गर्मी भयो होइन जाडोमा पनि जाडो भयो भन्ने मानिसहरूले अथवा हाम्रो कस्टमरहरूले चाहिँ हामीले चाहिँ यस्तो फोल्डिङवाला हाफ पनि खोल्नु डबल भाइजर होइन हाफ फुल गर्न मिल्ने डबल भाइजर यसको प्राइस चाहिँ तपाईँको मात्र 3000 रुपियाँ मात्र 3000 मा आयो हजुर यो सर्टिफाइडहरू के कसो रहेको छ यो आइएसए दुबई सर्टिफाइड हो हजुर यो एबिपी एक्सिस हो हाफ पनि गरिदिनु होला हजुर हाफ भनेको तपाईँको यस्तो भयो ल पुरै हाफ हजुर हाफ डबल भाइजर हजुर यसको कलर अप्सन तपाईँहरूले देख्न सक्नुहुन्छ है हामीसँग कलर अप्सन छ ल यो यसको प्राइस फाइनल फिक्स कति हो यसको फिक्स प्राइस ल मैले तपाईँलाई डिस्काउन्ट नै दिएँ तपाईँको मात्र 2900 मा लो मात्र 2900 मा हामी जेएस ब्लग हेरेर आउनेले मात्र ल यता मैले यो रोनिन कुन चाहिँ हो यो चाहिँ यो भनेको स्पाइडर नियोन भन्छ यसले अहिलेको हामीले लेटेस्ट हो यो होइन नयाँ यसको सर्टिफाइडको बारेमा कुरा गर्नु सर्टिफाइड यो भनेको तपाईँको डट सर्टिफाइड हो डट सर्टिफाइड भन्नु तपाईँ युरो कन्ट्री भयो होइन हजुर युरो कन्ट्री भयो आइएसओ भनेको यो लाउँदाखेरि तपाईँले एकदम कम्फर्टेबल फिल हुनेछ र यो नभनेको अहिलेको नयाँ भयो स्पाइडरको नयाँ भयो होइन लाउँदा पनि लुक्स पनि बबाल देख्ने भयो हजुर कति रहेको छ यसको प्राइस मात्र तपाईँको 9000 रहेको छ 9000 मात्र 9000 एकदम फिक्स हो प्राइस राइट प्राइस यसको प्राइस 9000 रहेको छ र जेएस ब्लग हेरेर आउनेलाई विशेष यदि भिडियो सहित आउनु भयो भने हामीले यसको प्राइस चाहिँ तोकेका छैनौँ त्यसमा नि अझै घट्ने छ ल यसकै अर्को कलर अप्सन देखाइदिनु होला यसको कलर अप्सन तपाईँले देख्न सक्नुहुन्छ है निकालेर देखाइदिनु यसमा सब ब्ल्याकमा चाहियो ब्ल्याकमा अनि तपाईँको साइनिङमा चाहियो साइनिङमा चारैतिरबाट घुमाएर देखाइदिनु होला यो चाहिँ साइनिङमा लुक्स पनि बाबा व्हाइट मिसेको हल्का हजुर यो म्याट ब्ल्याक हो यो साइनिङ त्यही यसमा तपाईँको एकदम नाइट भिजन क्लियर नाइट भिजन अब तपाईँको यो सिंगल भाइजर कि डबल भाइजर सिंगल भाइजर एकदम क्लियर नाइट भिजन तपाईँको डाउटै छैन नाइट भिजन भनेर यसको पछि प्याडिङहरु एकदम पाउँछ पाउँदैन यसको प्याडिङ भन्दा प्याडिङ थप्न पाउँछ हजुर थप्न पाउँछ प्याडिङहरु अब स्कलरहरु पाउँछ नपाउने हैन पाउँछ है अब हामी डट हेलमेटमा जाम न त डट बाइकको हेलमेट हैन डट सँगै डट चाहिँ तपाईको यो चाहिँ कुन चाहिँ हेलमेट हो डट सुप्रिम हो यो चाहिँ हजुर सुप्रिम भन्छ डट चारैतिरबाट देखाइदिनु होला हेर्न सक्नुहुन्छ है यो सर्टिफाइड हुन्छ कि हुँदैन यो डट सर्टिफाइड डट भनेकै डट सर्टिफाइड हो यो हजुर हजुर यसको प्याडिङहरु तपाईले वासेबल प्याडिङ हुन्छ हैन निकालेर धुन सक्नुहुन्छ एकचोटी तपाईले लगाएर देखाइदिनु यसको यसै तपाईको एकदम राम्रो अब लङ टुरको लागि बबाल भयो यो हैन प्रायले मन पराउने नि यही भयो अब यसमा तपाईको गगल्स हुन्छ हजुर मैले चाहिँ गगल्स अहिले लागेको छैन यसको तपाईको यसको प्राइस भनेको मात्र तपाईको 13000 मा आउने छ यो 13000 हजुर विथ गगल्स कि यतिकै हैन बिना गगल्सको यदि गगल्स सँगै हो भने तपाईको मात्र 13300 मा 13300 मा हामीले गगल्स सँगै राखेको छ जुन कलरको पनि पायो हजुर गगल्स गरे हुन्छ नि ए गगल्स हैन गगल्स तपाईको यसमा ब्ल्याक पाउने छ ब्ल्याक पाउने छ है ब्ल्याक त्यो भयो भने चाहिँ के त्यो गगल्स सहित 13000 मा पठाउन मिल्दैन त्यो चाहिँ अब तपाईको एकदम मिलाएर हो जेएस ब्लग हेरेर आउनेलाई अब जेएस ब्लग बिना आउनेको चाहिँ अब तपाईको हुन्छ नि त भिडियो नहेरी आउनेलाई चाहिँ अलिक महँगो नै छ यो यहाँमारी प्राइस नै यसको तपाईँको मार्केट प्राइस हो जहाँ गयो भने तपाईँको यसको अनलाइन यसको 15000 रहेको छ हामीले चाहिँ एकदम मिलाएर यो चाहिँ यसको कलर अप्सन देख्न सक्नुहुन्छ ब्ल्याकमा पनि निकालेर देखाइदिनु होला एकचोटी हजुर यसको ब्ल्याक र हामीसँग चाहिँ यसको ब्ल्याक र रेड मात्रै छ अहिले हजुर तपाईहरुले अरू रङको चाहियो अर्डर गर्न सक्नुहुन्छ हामीले मगाइदिनेछौँ हाम्रो नम्बरमा WhatsApp के छ हाम्रो WhatsApp छ WhatsApp नम्बरमा तपाईले कल गर्न सक्नुहुन्छ SMS गर्न सक्नुहुन्छ हजुर ल यसै गरी कुन चाहिँ देखाइदिनु हुन्छ त तपाईले देखाइदिनु होला यसपछि तपाईको एमटी देखाउन चाहन्छु म एमटी थन्डर
प्राइस कति रहेको छ यसको? यसको प्राइस तपाईँको यहाँबाट प्राइस अब 10,000 रहेको छ। हामीले यो चाहिँ तपाईँको जिएस भ्लग हेरेर आउनेलाई चाहिँ मात्र तपाईँको 8,900। 8,900 हजुर 8,900 मा मात्र एकदम मिलाएर हो यो? एकदम मिलाएर। ल LS2 को हामीले कलर अप्सनहरु देखाइदिनु होला। यामिटीको कलर अप्सन तपाईँले देख्नुहुन्छ यसमा छ म्याट ब्ल्याक छ। हजुर अनि अब तपाईँ घुमाएर चारैतिर घुमाइदिनु यस्तो देख्नु। ल MT को रहेको छ। अरु कुन छ कलर? अर्को डबल भाइजर भयो MT को यसमा रहेको छ। हजुर डबल प्राइस के छ फरक छ यसको? हैन सेम हो यो सेमै हो डबल भाइजर यिनीहरु मैले चाहिँ अहिले सरी भन्न बिर्सेछु सुरुमा। हजुर हजुर यसमा छ अनि छ कलर अप्सन तपाईको यस्तोमा छ। यो पनि हजुर त्यो पनि त्यही भयो। त्यही नै रहेको छ है MT हेल्मेट। प्राइस कति भन्नुभयो? यो पनि निकाल्दिनु पर्पलमा पनि दामी रहेछ। यसको प्राइस मात्र तपाईको 8,900। 8,900 एकदम मिलाएर हैन? एकदम मिलाएर हो तिमीलाई। अनि यसै गरी हामीसँग कुन चाहिँ रहेको छ? LS2 देखाइदिनु पहिला। LS2 को चाहिँ तपाईको प्रकार धेरै छ। हामीसँग चाहिँ LS2 फ्ल्यास छ। हजुर सिंगल भाइजर एकदम लाउँदा कम्फर्टेबल। लाएर देखिन्छ LS2 भन्ने बित्तिकै म लाउन मन लाग्छ। हजुर त्यो कारणले सो म चाहिँ लाएर देखाइदिउँ हैन। लाउँदा पनि तपाईको एकदम कम्फर्टेबल, आफूले नै कम्फर्टेबल लाग्ने छ र हल्का लाइट वेट पनि हुन्छ हल्का। प्राइस कति रहेको छ यतिकै भनिदिनु होला। यसको प्राइस मात्र तपाईको 9,000। 9,000 हजुर ल 9,000 मा LS2 लान सक्नुहुन्छ। LS2 फ्ल्यास के छ अझै 8,900 मा गर्दैन नि त हाम्रो जेस भ्लग हेरेर आउनेहरुले? के छ सक्छ? ल ठिक छ। अब जेएस भ्लग हेरेर आउने यदि भिडियो लिएर भिडियो सहित आउनु भयो भने हैन तपाईको अब 100 रुपैयाँ डिस्काउन्ट। त्यो भिडियो नभए पनि WhatsApp मा तपाईले कुरा गरेर आउनु भयो मात्र तपाईको 8,900 मा। LS2 अर्को यो तल LS2 तपाईको यो LS2 रोकर भन्ने भयो। हजुर यो चाहिँ सिंगल भाइजर, यो पनि सिंगल भाइजर भयो। यो चाहिँ तपाईको स्क्वायर हुन्न हैन, सिम्पल लुक्सको भयो। अब यो पनि लाएर देखाइदिउँ। LS2 भनेपछि अब ब्रान्डै बबाल हो हैन, मन लाउन मन लागिहाल्छ। बबाल छ है, कम्फर्टेबल पनि हुन्छ, ठिक्क पनि देखिन्छ। प्राइस यसको एमआरपी प्राइस तपाईको 6,500 रहेको छ भने यसको 6,500 यसको एमआरपी प्राइस 6,500 एमआरपी प्राइस। हाम्रो जेएस भ्लग हेरेर आउनेलाई चाहिँ मात्र तपाईको 5,500। 5,500 मा है। यसको कलर अप्सन यो रेन्जमा? यसको कलर अप्सन चाहिँ यो र ब्ल्याकमा रहेको छ। यो र ब्ल्याक मतलब निलो हैन, कालो निलो अनि ब्ल्याक। यसको के छ भाइजर चेन्ज गरिदिनुहुन्छ कि यही सादै पठाइदिनुहुन्छ? यसमा तपाईको ब्ल्याक हैन, ब्ल्याक कस्तो भन्नु ब्ल्याक र व्हाइटमा आफूले चोइस गर्न पाउनुहुन्छ। हजुर यदि नाइट भिजन हाल्ने हो भने चाहिँ तपाईको हल्का पैसा थप्नुपर्छ। हजुर ल यो पनि 5,500 मा है। अब चाहिँ हामी बिलमोडामा जाऊँ ल। बिलमोडाको चाहिँ अहिले हामीसँग 1 पिस मात्रै छ। अब तपाईले बिलमोडाको कुन अप्सन चाहियो के चाहियो हजुरहरूले कमेन्ट गरेर होस् या WhatsApp मार्फत पाउन सक्नुहुन्छ अर्डर चाहिए। हामीसँग चाहिँ अहिले यही छ। यसको तपाईको यो एमआरपी प्राइस त अब 10,000 हो हैन। अनि एमआरपी प्राइस 10,000 र हामीले जेएस भ्लग हेरेर आउनेलाई मात्र 7,000 मा मात्र 7,000 मा जेएस भ्लग हेरेर आउनेलाई मात्र बिलमोडा है। ल अब चाहिँ रोयलतिर जाऊँ है। रोयलको सुरुमै कलर अप्सन देखाइदिउँ हैन। हजुर रोयलको कलर रोयलको कलर अप्सन यो चाहिँ मैले युज गरिरहने हेलमेट हो हैन। तपाईले लाइरहनु भएको? मैले लाइरहने हेलमेट। कति लिनु भयो तपाईले? मैले त्यस्तो अब म त कामदार पर्यो, सबले मलाई फ्रीमा दिएको हो। सबको मन चाहिँ एकदम ठुलो छ हैन, मलाई चाहिँ फ्रीमा दिएको हो। यसको कलर अप्सन चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ है। यसमा छ अनि तपाईँको रेड भयो हैन, रेड हल्का ग्रे टाइपको भयो। कुन सर्टिफाइड हुन्छ रोयलको? यसमा तपाईँको डट सर्टिफाइड हुन्छ। हजुर अब स्कलर भएको चाहे नभएको चाहे जस्तो कति छ यसको प्राइस भन्दिनु त? यो चाहिँ तपाईँको रोयलको डबल भाइजर भयो। रोयलको लेटेस्ट मोडल डबल भाइजर। यसको एमआरपी प्राइस 8,500 रहेको छ भने हामीले मात्र तपाईँको 7,800 मा राखेको छ। 7,800 मा राखेको छ है। ल रोयलको अझै जेएस भ्लग हेरेर आउनेले छुट्टै छुट छ। कमेन्ट मार्फत अथवा तपाईको WhatsApp मार्फत आउनु भयो भने छुट्टै छ। ल अनि यसको सबैको रोयलको जति सबै प्राइस हो? यसको यो डबल भाइजर भयो लेटेस्ट। अब तपाईको रोयलको यो डबल भाइजर भयो, तर यो तपाईको यो चाहिँ कति जाने भयो? यो डट सर्टिफाइड हो। रोयलको यो तपाईको मात्र तपाईको यो 6,800 मा पाउन सक्नुहुन्छ। 6,800 मा 6,500 मा पठाउन सकिन्न? 6,500 हैन। अब यदि जेएस भ्लग हेरेर आएर तपाईको त्यही त हो नि, WhatsApp मार्फत आउनु भयो भने चाहिँ मात्र 6,500 मा। ल 6,500 मा आयो तपाईले। यो पनि सेम हो कलर चाहिँ देख्न सक्नुहुन्छ। प्राइस एउटै हो। कलर चाहिँ देख्न सक्नुहुन्छ। कलर जस्तो कलर भए पनि प्राइस चाहिँ तपाईको एउटै हो। ल यता यो स्पाइडरको अर्को कुन हेलमेट हो यो छुटेको जस्तो लाग्यो? स्पाइडर के भनिसक्नु भयो यसको प्राइस? अनि यसको भनेको छैन। स्पाइडर राडर भन्छ। हजुर राडर भन्छ यसलाई, राइडर हैन राडर भन्छ। राडर हजुर। यसको तपाईको यो भनेको सिंगल भाइजर भयो। हजुर अनि यो लाएर देखाइदिउँ। यो पनि वासेबल प्याडिङ हुन्छ, डट सर्टिफाइड, एकदम लाउँदाखेरि कम्फर्टेबल।
एकदम तपाईँको कम्फर्टेबल पनि हुन्छ यो। हजुर यसको प्राइस चाहिँ तपाईँले मात्र तपाईँको 7,800 मा 7,800 मा मात्र 7,800 मा। यसको एमआरपी प्राइस भनेको 10,000 रहेको छ। 10,000 जिएस ब्लक हेरेर आउनेलाई मात्र 7,800। अब चाहिँ हामीले यो आइरन म्यान वाला हेलमेटको पनि जानकारी दिनु होला के कस्तो रहेछ। यो चाहिँ तपाईँको बुल भन्छ यसलाई चाहिँ। हजुर अब यो खोल्नै पर्ने भयो हैन, म खोलेर देखाइदिन्छु। किन धुलो लाग्छ भनेर यो चाहिँ हामीले चाहिँ विशेषको लागि अब हुन्छ नि त। हजुर अब जसले पनि आएर युज गरिदिने के मतलब ट्राई गर्छ, त्यही कारणले हामी चाहिँ यसो हुन्छ ब्रान्ड न्यू नै पठाउनु पर्यो हैन। न्यू नै पठाउनु पर्यो। अब तपाईँको लाउँदै गरेपछि त्यही त हो नि। एउटा हेलमेट पठाए ल यसमा चाहिँ तपाईँले यो हेलमेट चाहिँ अति बवाल रहेको छ है। बवाल लुक्स पनि बवाल, अब भाइजर पनि बवालै छ। कडा रहेछ है, कडा छ यो। यो बजारमा यसो बाटोतिर कुद्दा पनि मान्छेले एकचोटि मान्छेले अरू हेलमेट लगाएको नहेर पनि यो हेलमेट पक्कै हेर्छ। यसो लाएर देखाइदिनु होला कृपया एकचोटि। एकचोटि लाएरै देखाइदिएँ। यसको नाम चाहिँ के? बुल। यसको नाम बुल। बुल है। यसरी भाइजर खोल्नु न, यतिकै हेलमेट नखोल्नु ल। बवाल रहेछ है, बवाल जनो। तपाईले यो साउले गिफ्ट दिएन यो चाहिँ? गिफ्ट अब यस्तो हो, अब गिफ्ट भनेको अब आयरन म्यान वाला हैन त। अब साउको मर्जीले दिने हो, मतलब साउले अब कुन मन पर्छ हैन दाइले त्यो अनुसार दिने हो नि त। अब यो मलाई मन माग्ने होला नि त अनि। अनि गिफ्ट त दिने हो नि त, गिफ्ट त माग्ने हैन दिने हो नि त। त्यो कारणले यो चाहिँ यसको बारेमा के छ अरु विशेष? यसको विशेष भनेको यो तपाईँको डस्ट सर्टिफाइड भयो। हजुर बुलको लेटेस्ट मोडल अहिले भर्खर मार्केटमा आएको, प्रायले लाउँदैन यो, मतलब लागेको छैन किनभने मार्केटमा भर्खर आएको, कसलाई प्रायलाई थाहा छैन होला। यो बुलको लेटेस्ट भयो। यसको प्राइस भनेको मात्र तपाईँको 8,800 मा। कलर अप्सनहरु के कस्तो रहेछ? कलर अप्सन चाहिँ ब्ल्याकमा छ, देख्न सक्नुहुन्छ। अहिले प्याक गरेको कारणले मैले त्यो निकालेर देखाउन सकिनँ, किनभने अलि टाइम कलर अप्सन जुनमा चाह्यो भने नि मिलाउन सकिन्छ। हामीसँग चाहिँ यो दुईटा छ अहिले एभाइलेबल, तर तपाईँहरूले व्हाट्सएप मार्फत यसमा कुन कलर चाहियो फोटो मार्फत देखायो भने जुन कलर चाहियो जस्तो चाहियो त्यस्तै ल्याउन सक्छौँ। प्राइस फाइनल प्राइस कति हो मिलाएर? यसको फाइनल प्राइस तपाईँको जिएस भ्लग हेरेर आउनेले मात्र तपाईँको 8,500 हो। मात्र 8,500 मा। 8,500 मात्र 8,500 मा त्यो लान सक्नुहुने छ। यो त्यो टपर हेलमेटबाट सुरु गरौँ न त। हजुर यो चाहिँ गोर्खालीको चिनो होइन, मतलब खुकुरी भएको कारणले चाहिँ गोर्खालीको चिनो भनेको। यो नेपालमै बने हो कि हेलमेट? यो नेपालमै बनेको होइन होला, त अब गोर्खा भनेको त जताततै चर्चित नै छ। गुरुङ भाइको घर पनि गोर्खा हैन? मेरो चाहिँ गोर्खा हो, गोर्खा होइन। भच चाहिँ एकदम राम्रो ठाउँ छ, घुम्न आउने होला। मैले चाहिँ बिचमा यस्तो रमाइलोको लागि हालिदिएको कि फेरि डोन्ट माइन्ड ल बिचमा बोल्यो भनेर। सो यसको अप्सन चाहिँ तपाईँले यो बुलेटको हेलमेटमा चाहिँ अब यो चाहिँ तपाईँको प्राइस भनिदिउँ न सुरुमै। यसको प्राइस एमआरपी प्राइस 2,500 रहेको छ। मात्र तपाईँको 2,000 मा आउन सक्यो। यो मात्र 2,000 जिएस भ्लग हेरेर आउने। हजुर है मात्र यो टपर हेलमेट बुलेटको लागि लान सक्नुहुनेछ भने अरू पनि एकदम खतरा देखाइदिनु न हामीलाई। यो चाहिँ म लाएर हिँड्छु। अब तपाईँको बुलेटको देख्न सक्नुहुन्छ। अब बुलेट स्टार्स होइन, स्टार्स रोबिन भयो ब्ल्याकमा, म्याट ब्ल्याकमा, तपाईँको ग्रे टाइपमा, ग्रेमा, अनि तपाईँको ग्रिनमा। हजुर प्राइसहरु पनि भन्दै जानु होला। ग्रिनमा एउटै रेट होइन, यसको चाहिँ छुट्टै रेट हो। इनाको भनेको तपाईँको मात्र तपाईँको 2,800 मा आयो। 2,800 मा। यसमा यो के रे जुन गगल्स पठाउनुहुन्छ कि नै? गगल्स साइज चाहिँ तपाईँको मात्र तपाईँको 3,200 मा। 3,200 मा गगल साइज मात्रै। यसको तपाईँले प्रिन्टहरू देख्न सक्नुहुन्छ है। हजुर प्रिन्टहरू तपाईँको धेरै छ यसमा। केबाट सुरु गरौँ? यो डबल के रे यो फुल हेलमेटबाट? एडोनिस स्टिल बर्ड हो। यो स्टिल बर्ड भन्ने कम्पनी तपाईँको थाहै होला नि, इन्डियामा सबैभन्दा पहिलोचोटि बनेको कम्पनी। प्राइस कति रहेको छ? यसको प्राइस तपाईँको मात्र तपाईँको 2,800 नै रहेको छ। 2,800 मैले जिएस भ्लग हेरेर उनीहरूले विशेष गरेर 2,800 मा दिएँ। फुल त जब तपाईँको डिकीमा अट्दैन, हाफ त डिकीमा अट्छ स्कुटरको। अब यो चाहिँ भेगाको हजुर डिकीमा अट्ने भयो। यो मात्र तपाईँले 2,500 मा पाउन सक्नुहुन्छ। यसको कलर अप्सन देखाइदिन्छ। कलर अप्सन यहाँ रहेको छ। कति हो प्राइस यसको? यसको मात्र 2,500। 2,500 अनि 2,500 आयो। सो अब चाहिँ हामी चाहिँ हाफतिर जाऊँ कि हाफतिर। अब बलियो त भन्नै पर्दैन, बिना बलिएको अब फेभरेट त हुँदैन। यो यस्तो बलियो हुन्छ कि तपाईँको यो होइन हानिदिन्थ्यो, तर अहिले स्क्र्याच हुन्छ भनेर हो, नत्र यस्तरी हानिदिन्थ्यो है। भगवान् साउले निकाल्ला भनेर पो हो कि? आफै साउ भएको भए त एउटा के हुन्थ्यो र होइन, हानिदिन्थ्यो। तर के गर्ने फेरि अब यो चाहिँ तपाईँको एकदम राम्रो स्टर्सको उर्बाङ भन्छ यसलाई। एकदम पनि राम्रो छ। यसको प्राइस मात्र तपाईँको
1900 रुपियाँमा 1900 मा आयो मात्र 1900 1900 मा आउनु होला जेएस ब्लग हेरेर आउनेलाई मात्र है विशेष कलर अप्सन तपाईँले रेडमा देख्न सक्नुहुन्छ तपाईँको पनि रहेको छ ब्लू अब तपाईँको यसमै प्रिन्टवाला पनि रहेको छ यो प्रिन्ट यो चाहिँ तपाईँको यसको चाहिँ तपाईँको प्राइसमा हल्का बढी हुन्छ होइन प्रिन्ट रहेको छ अब यो चाहिँ यसको यामरी प्राइस चाहिँ तपाईँको 3000 छ हामीले जेएस ब्लग हेरेर आउनेलाई यामरी प्राइस प्रिन्टको त्यस्तो छ अहिले कतिसम्म दिन सकिन्छ यो हामीले 2500 सम्म राखेको छ जेएस ब्लग हेरेर आउनेले मात्र यसको कलर धेरै छ हजुर ल अब यसै गरी हामीले यो देखाइहाल्यो अझै यो भन्दा कम रेन्जको जाउँ न त लेडिजको लागि ल लेडिजको लागि चाहिँ तपाईँको अब यदि भेस्पा अब हुन त सबैमा लाउने तर भेस्पाको लागि होइन भेस्पा कोहीले भेस्पामा हेलमेट चाहियो अनि त्यहाँदेखि भन्छ नि त त्यसको लागि हामीले मगाइसकेका छौँ आउनु होला मगाइसकेका छौँ आउनु होला यसको प्राइस मात्र तपाईँको 2350 मा आयो मात्र 2350 मा आयो यता कलर अप्सन पनि रहेको छ है यो पर्पल कलरमा रहेछ र अरू भनेको तपाईँ स्टर्सको भयो ठक्क होइन तपाईँको सिम्पल लुक्स पनि भयो प्राइस कति रहेको छ यसको मात्र तपाईँको 2000 मात्र 2000 यसको कलर अप्सन तपाईँले देख्न सक्नुहुन्छ ल अब सस्तोमै जाउँ न त यसको हामीसँग सस्तो भनेको हाफमा चाहिँ तपाईँको सेफ्टीको लागि त राम्रो होइन होला है यो चाहिँ तपाईँको सेफ्टीको लागि चाहिँ राम्रो भन्न अब सकिँदैन किनभने अब हामीले पनि कस्टमरले त्यस्तो मार्ने कुरा पनि भएन यो चाहिँ अब यो माथि लगाइदिउँ होइन नमिल्दो रहेछ कति छ प्राइस यसको प्राइस चाहिँ मात्र तपाईँको 850 700 सम्म बनाउन सकिन्न 700 सम्म तपाईँको 700 सम्म हामीले 700 मा ल्याउने हो तपाईँले तपाईँ यस्तो ल्याङ्ग्वेजिङ गर्छ अरे के फेरि होइन सो गाइस यो चाहिँ मात्र तपाईँको 850 मा 700 मा आउँछ आउने होइन दाइ यो मात्र 850 सम्म गरिदियो ल जेएस भ्लग हेर्ने विशेष ल दाइको कारणले है मैले चाहिँ फेरि अब यसको कलर अप्सन तपाईँको ब्ल्याकै हो अनि तपाईँको अरू देख्न सक्नुहुन्छ है एसएनएसको यो प्राइस एसएनएस इगल यसको मात्र तपाईँको 1900 रहेको छ प्राइस यसको कलर अप्सन देखाइदिनु होला ल यो एसटिएम अर्कोवाला यो यसको कति छ एसटिएम तपाईँको इन्डियन ब्रान्ड भयो होइन हजुर एसटिएम इन्डियन ब्रान्ड आइएसए सर्टिफाइड भएको मात्र तपाईँको यो मात्र 1900 मा यो जेएस ब्लग विशेष जेएस ब्लग हेरेर आउनेलाई अनि तपाईँको यसमा बच्चाको हेलमेट देखाइदिनु कलर अप्सन देख्न सक्नुहुन्छ ल बच्चाहरूको हेलमेट पनि देखाइदिनु होला बच्चाको हेलमेट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ है अब यहाँ आउनु न एकचोटि भित्रै छिरिदिउँ न यता यहाँ गोदाम पनि देखाइदिउँ यहाँ ए हाम्रो चाहिँ यो चाहिँ होइन चट्ट परेको होइन हाम्रो खत्री गोदाम भनेर चिनिन्छ यो देख्न सक्नुहुन्छ यसको प्राइस मात्र तपाईँको 1400 मात्र 1400 जुन कलर मजाले देखाइदिनु होला मैले लाएर देखाइदिन्थेँ अट्दैन र पो है देख्न सक्नुहुन्छ है यसरी यो माथितिर नि रहेको छ 1400 मा आयो 1400 मा आयो एकदम फाइनल प्राइस हो एकदम फाइनल मतलब जेएस भ्लग हेरेर आउनेले एकदम फाइनल प्राइस सो अझ मिल्छ होला एकदम मिलाएर अब तपाईँले देख्न सक्नुहुन्छ हाफमा चाहिँ हामीसँग यो रहेको छ यसमा तपाईँको सेलको हेलमेट छ यसको डिस्प्ले गर्न सकेको छैन यो मात्र तपाईँको 2000 मा आउने छ अनि तपाईँको भेगा क्लिप्स भेगा के अरे लाक छ यसको नाम भेगा लाक यसमा कलर अप्सन धेरै छ यो तपाईँको यहाँनिर प्राइस 3000 रहेको छ भने मात्र यो धेरै लम्बी हो हैन साथी हो दाइ अब चाहिँ हामीले के गर्नु पर्यो भने अब छुटेको कुनै छ भने अब तपाईले भन्न मन लागेको कुनै छुटेको छ भने कृपया देखाइदिनु सो गाइस अब हामीले त्यो त बिर्सिरहेको हैन हामीले त हेर्दा त माया मार्दिरहेको यस्तो बबाल हेलमेट हैन तपाईको डबल भाइजर यस्तो बबाल लुक्स पनि बबाल ठिक्क रेन्जको मात्र तपाईको 3900 हजुर मात्र 3900 मा पाउन सक्नुहुन्छ यसमा कलर अप्सन तपाईले धेरै देख्न सक्नुहुन्छ यो सबै कलर अप्सन है प्राइस कति भन्नुभयो 3900 मात्र जेएस भ्लग हेरेर आउनेले मात्र ल अरु कुनै छ त अब अरु तपाईको एटीको 80 ब्रान्ड भयो हजुर डबल भाइजर भयो यिनीहरु कति छ प्राइस यसको प्राइस मात्र तपाईको 3000 मा आयो डबल भाइजर 3000 मा 3000 मा कलर अप्सन धेरै छ यो कुन चाहिँ हेलमेट हो हामीले यसको AX4 ल मेन त बिर्सिरहेको के अब यस्तो नि हुन्छ हैन यो चाहिँ AX4 यसको डबल भाइजर यो चाहिँ हजुर अब यो भनेको तपाईको एक्जोर निकालेको भन्ने पनि भयो त मतलब एक्जोर जस्तै बनाएको यो अहिलेको लेटेस्ट कति रहेको छ यो मात्र 7500 मात्र कलर अप्सन देखाइदिनु होला यसको कलर अप्सन नि देख्न सक्नुहुन्छ कलर अप्सन यसमा छ हजुर जुनमा लानु भयो नि हुन्छ प्राइस एउटै हो जस्तो प्राइस हामीले यो चाहिँ कुन चाहिँ हेलमेट हो यसको एक्जोरको यो पनि बिर्सिरहेको ल है हजुर तपाईले सम्झायो त्यही कारणदेखि एक्जोर हेलमेट अब भन्नै पर्दैन यो डबल भाइजर हो भन्नु त अब सबैले एक्जोर भन्न थाहा छ कम्पनी वाइज डस्ट सर्टिफाइड आइएसए सर्टिफाइड प्राइस के कति डबल भाइजर मात्र तपाईको एक्जोरको डबल भाइजर मात्र 7500 रहेको छ यसको 7500 रहेको छ है यो पनि देखाइदिनु होला यसको कलर अप्सन छ एक्जोरको यसको कलर भयो
तपाईँको ब्लूमा चाहिए होइन यस्तो टाइपको छ अनि तपाईँको कलर छ कुन चाहियो अरू कुनै छुटपुट छ त अरू अरू त होला टन्नै है छ तर पनि अब एकचोटि यहाँ देखाइदिनु यो चाहिँ हाम्रो स्टक हेलमेट कति छ स्टक हेलमेटको स्टक हेलमेटको तपाईँको यतैबाट देखाइदिउँ यसको तपाईँको यो न्यू नै हो युज नगरेको स्टक हेलमेट यसको मात्र तपाईँको 3500 एकदम 3500 मात्र नयाँ अहिले यो स्टक नभएको भए कति पर्थ्यो स्टक नभएको भए यसको तपाईँको 8500 पर्न पुग्थ्यो यसको अनि तपाईँको अर्को स्टक हेलमेट यो भयो यसको मात्र तपाईँको 3800 यसको तपाईँको 8-9 हजार पर्न पुग्थ्यो यो भनेको रोयलको भयो यो चाहिँ मात्र तपाईँको रोयलको डबल भाइ छ होइन मात्र यो तपाईँको 1200 मा आयो अब कुनै कुनै हेलमेटहरू छुट्यो होला तपाईँले चाह्यो भने हामीले सम्झिन सक्नुहुनेछ हाम्रो नम्बरमा व्हाट्सएपहरू रहेको छ ल फाइनलमा हामीलाई लोकेसनहरू एकचोटि देखाइदिनु होला सो हाम्रो लोकेसन चाहिँ यता तपाईँको बालाजुबाट सिधै लेफ्ट साइड माथिबाट बालाजुबाट लेफ्ट साइड र यता ठमेलबाट राइट साइड आउनु होला ठ्याक्क नयाँ बजार मल्टिभेनको ठ्याक्क अपोजिट रहेको छ सो प्लिज आउनु सो यो भन्दै हामी छुट्टिन्छौँ है त छुट्टिन त छुट्टिन्छ एक चान्स छुट्टिने बेलामा सरर देखाइदिनु ल हाम्रो छक्क होइन खत्री हेलमेट भनेको कस्तो हो हामीले अब चिनाउनु पर्यो होइन कस्टमरले चिन्नु पर्यो ल सरर दाइ ल